करेसाबारी छ, करेसाबारी भित्रमा अब सबै तरकारीहरू छन्। त्यही तरकारी खान्छौँ, किनेर खानु परेको छैन अहिले। बच्चालाई पनि त्यही बगैँचाको खुवाछौँ। हजुर, लानको बैठकबाट सिक्यौँ अनि सरहरू आउनु भएको छ अनि कक्षा ल्याउनुहुन्छ, महिनाको एकचोटि कक्षा ल्याउनुहुन्छ। नमस्कार। गहुँ ल्याउनु भएको छ, यो गहुँ शक्ति दिने खानेकुरा देखाइरहेको छु है मैले। फापर ल्याउनु भएको छ है, आलु पनि शक्ति दिनै पर्दछन् है। अब अर्को हामी के चाहियो साथसाथमा सुरक्षा दिने खानेकुरा पनि चाहियो। यो एरियामा यहाँ चाहिँ तपाईँको चाहिँ अलिकति चाहिँ गर्भवती महिलाको सङ्ख्या बढी छ। अलिकति तपाईँको चाहिँ यहाँ चाहिँ खाद्यान्नको सङ्कट छ। यो ठाउँमा चाहिँ यो कार्यक्रम अति आवश्यक छ भनेर हामीले चाहिँ ठाउँ पहिचान गऱ्यौँ। कुन खानेकुरा खानुपर्ने रहेछ भनेर सबै खानेकुराको चाहिँ उहाँहरूलाई ज्ञान भएर उहाँहरूलाई चाहिँ महत्त्व दिलाउने, त्यो अनुसारले चाहिँ हामीले कक्षामा हामी छलफल कक्षा गर्छौँ। अब खानेकुरा भनेको पुरा खानेकुरा भने के हो? बच्चालाई आमाको दुध सँगसँगै खुवाउने खानेकुरा। अब यस्तो पोषण बगैँचा बनाउनुपर्छ सबैले भनेर भन्नुभयो। त्यसपछि बनाइयो। सबभन्दा त अब स्वास्थ्यको लागि अब मान्छे स्वस्थ भयौँ भने अब सबै काम पुरा हुन्छ। हामीलाई शक्ति दिने खानेकुरा पनि चाहियो। त्यसमा रोगसँग लड्नको लागि चिमात्मक शक्ति साग, हरियो सागपातहरू पनि खानु पर्यो। अनि त्यसपछि प्रोटिनहरू चाहियो। पशुजन्यबाट पाइने चिज, माछा, मासु, दुध, दहीहरू, यिनी गेडागुडीहरू सबै मिलाएर खाने गरेका छौँ।